मुक्तिनाथ को, श्री मुक्तिनाथ भगवान को, तीर्थमयी नेपाल आमा को, वैदिक सत्य सनातन धर्म को, समस्त गौ माता को, श्री 5 महाराज धिराज सरकार को। परम आदरणीय उपस्थित यो निरन्तर चलिरहेको यो राष्ट्रवादी आन्दोलनमा उपस्थित हुनुहुने सम्पूर्ण हाम्रो राष्ट्रवादी महानुभावहरू, यहाँ सम्पूर्ण उपस्थित हाम्रा आदरणीय राप्रपा पार्टीका माननीय अध्यक्षज्यू, राप्रपा नेपालका अध्यक्षज्यू, सम्पूर्ण माननीयज्यूहरू, साथै यहाँ तमाम उपस्थित सम्पूर्ण राष्ट्रवादी विभिन्न संघ संस्था, विभिन्न धार्मिक संस्था, अभियन्ताज्यूहरू सबैमा जय राष्ट्रवाद, जय हिन्दू अधिराज्य नेपाल। समादरणीय सज्जन वृन्दहरू, आज देशलाई दुखेको अवस्था छ। आज यहाँ मैले यति मात्रै देखेको छु, जसरी हिजो महाभारतमा धर्म र अधर्मको, सत्य र असत्यको जुन लडाईँ थियो, आज त्यो घडीमा हामी छौं। 5 पाण्डव पक्षमा कम थिए, कौरवहरू धेरै थिए, तर त्यहाँ सत्यको विजय भएको थियो। यो कुरालाई सबै स्मरण राख्नुहोला। र म हजुरहरूलाई अनुरोध गर्न चाहन्छु कि हामी आज यो समय परिस्थिति मौसमको कारणले थोरै कम उपस्थिति छौं भनेर कसैले पनि आपत्ति नमान्नु होला। हामीहरू यो आन्दोलन आजबाटको आन्दोलन होइन, यो 10औं वर्षदेखि हामी यसमा प्रयासरत छौं। तर एक दिन सत्यमेव जयते, सत्यको जित हुन्छ, धर्मको नै जित हुन्छ, अधर्मको जित हुँदैन। हजुरहरूले याद गर्नु होला, हिजो मात्रै हाम्रो एकदमै शोक मनाउने अवस्थामा हामी स्वर्गीय श्री 5 वीरेन्द्र सरकारको नाममा हामीले त्यहाँ दीप प्रज्वलन गर्ने कार्यक्रममा केही धर्मको विरोध गर्ने तत्त्वहरूले हामी माथि जुन एउटा विरोधको शैलीमा उहाँहरूले नारा जुलुस गर्नुभयो, यही छुट्टिन्छ कि यो धर्म र अधर्मको लडाईँ हो। त्यसैले म हजुरहरूलाई यति बिन्ती गर्न चाहन्छु कि हामी सबै एकजुट हुन जरुरी छ। यहाँ कसैले हामी राष्ट्रवादीहरूमा हामी यो फलानो यो वरपर यो भाव कसैले राख्नु हुँदैन। हामी सबै राष्ट्रवादीहरू एक हौं। हामीहरू सबै एकजुट भयौं भने बल्ल यो जसरी यो अमलाहरू एक ठाउँमा मुठी बनेपछि जब यो मुठी बलियो हुन्छ, अमला बलियो हुँदैन। त्यसैगरी हामी राष्ट्रवादीहरू सब एकजुट हुनुपर्छ। र म धर्मगुरुहरूलाई हाम्रो यो मिडिया मार्फतबाट म अनुरोध गर्न चाहन्छु, जब जब देशलाई आपत पर्छ, जब जब धर्ममाथि आपत पर्छ, तब तब हामीले धर्मको नाममा लगाएको यो वस्त्र, धर्मको नाममा हामीले भक्तजनहरूबाट लिएर खाएको यो दान र त्यो नुनको हामीलाई पाप लाग्छ। हामीले यदि धर्म र राष्ट्रमा आपत पर्दा बोल्न सकेनौँ भने। त्यसैले म नेपालभरि रहनुहुने ठूला ठूला हाम्रा स्वामीजीहरू, महाराजजीहरूलाई म हात जोडेर निवेदन गर्न चाहन्छु, आज राष्ट्रलाई, धर्मलाई आपत पर्दा पनि हामीले बोल्न सकेनौँ। हामी सानोतिनो सुख सुविधामा अड्केर ओझेलमा परेर बस्यौं भने भोलि यसको अभिशाप त्यो सबैले भोग्नुपर्छ। किनभने धर्मको नुनले पोल्छ। त्यसैले हामीहरूले कसैसँग डराइरहनु पर्दैन। हामीहरूलाई एक दिन थुन्ला, 2 दिन थुन्ला, केही दिन थुनेर राख्ला, हामी डराउनु हुँदैन। कतिपय गुरुहरू त हामी जेल नेल गोलीसँग डराउनेवाला, हामी त्यो धार्मिक अभियान त हामी होइनौं। त्यसैले म सम्पूर्ण राष्ट्रवादीहरूलाई अनुरोध गर्न चाहन्छु, हाम्रो यो आन्दोलनलाई कहिलेसम्म हामीले निरन्तर लान सक्छौं अथवा तयारी अझै गरेर पनि हामी फेरि यो आन्दोलनमा उभिनुपर्छ। नेपाललाई हिन्दू अधिराज्य स्थापना गर्नुपर्छ। नेपालमा यो गणतन्त्रको व्यवस्था, आज नेपाली जनताहरू कोही पनि सुखी छैनन्। यसमा कोही पनि यसमा मैले प्रसन्न देखेका छैन। सबैजना यसमा दुखी हुनुहुन्छ। आज कोही पनि युवाहरू 12 क्लास पढेपछि कहाँ जाने भन्दा विदेश। आज कलाकारहरू, केही जान्नेहरूले पनि नेपाल छोडेर यहाँ नेपालमा भविष्य छैन, विदेश भनिराखेका छन्। त्यसैले म अनुरोध गर्छु
तपाईँ हाम्रो यो राष्ट्र बचाउने यो ठुलो एउटा यो धर्मको यज्ञ हो। यो महायज्ञमा सबै जुट्नुपर्छ, सबै लाग्नुपर्छ। हामी सबै जात जाति, विभिन्न धर्म समुदायका लिड गर्ने लिडर स्वामीजीहरू, गुरु महाराजहरू र सबैले आफ्नो पार्टी नभनी, आफ्नो सङ्घ संस्था नभनी हामी राष्ट्रवादीहरू एक हौँ भन्ने यस्तो भावना राखेर सबैले अगाडि बढ्नुपर्छ। सबै एकजुट हुनै पर्छ। धर्मो रक्षति रक्षित, धर्मको रक्षा हामीले गर्यौं भने धर्मले हाम्रो रक्षा गर्नेछ। र मैले कता कता सुन्छु कि हिन्दू राष्ट्र मात्रै भए पुगिहाल्यो नि। हिन्दू राष्ट्र र यो गणतन्त्रले भोलि यो हाम्रो देशको संस्कृति, सम्पदा, परम्परालाई जोगाइराख्ने यो सम्भावना हुँदैन। किनभने नेपाललाई, हिन्दू धर्मलाई संरक्षण गर्ने भनेको केवल राज संस्था मात्रै हो। यदि राज संस्था भएन भने हिन्दू धर्मको संरक्षण हुँदैन। देशको प्रमुखले भोलि पशुपतिनाथ, मुक्तिनाथ, कुमारीको दर्शन र अनुष्ठानमा, विभिन्न कार्यहरूमा सहभागी हुन सक्ने या नसक्ने त्यस्तो परिविधि रहन्छ। त्यसैले सनातन हिन्दू धर्मको संरक्षण गर्ने भनेको केवल राज संस्थाले नै हो। राजधर्म, सनातन धर्म, राष्ट्र धर्म यो केवल विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल हो, हिन्दू अधिराज्य नेपाल हो। यसमा हामी सबै लाग्नुपर्छ। खबरदार कसैले यहाँ धर्मको कुरा गरेर हिन्दू राष्ट्र मात्रै भनेर यहाँ हिन्दू धर्म लगेर राजालाई फरक गराउने यस्तो षड्यन्त्र नहोस्। त्यसको विरुद्धमा हामी भोलि खर रूपमा उत्रिन सक्छौं। कसैले पनि यो विदेशी डिजाइनिङ खालको हिन्दू राष्ट्रको मात्रै कुरा गरेर त्यो अभियानलाई कसैले पनि यो अभियानलाई तुलाउनको लागि यस्तो खेल षड्यन्त्र नगर्नु होला। र म कुनै पनि धर्मगुरुहरूलाई भन्छु, हामी कथा भन्छौं, भागवत भन्छौं, पुराण भन्छौं, त्यहाँ हामी हरेक ठाउँमा राजोवाच, राजा र अनि त्यसपछिबाट त्यहाँ परीक्षितको कुरा गरौं, अनेक राजाहरूको त्यहाँ प्रसङ्ग आउँछ। तर आज धर्म जोगाउने अभियानमा यहाँ राजा बिनाको हिन्दू राष्ट्र त्यो कहिल्यै पनि त्यो सम्भव छैन। त्यसमा सबैले बुझ्न हुन म अनुरोध गर्दछु। म धेरै नबोलिरहँ, मलाई त्यति यो भाषणमा यो विषयमा त्यति जानकार पनि म छैन। फेरि बोल्दा बोल्दै कुनै शब्दहरू तलमाथि पनि हुन सक्ला। यहाँ धेरै हाम्रा आदरणीय माननीय ज्यूहरू हुनुहुन्छ, उहाँहरूप्रति म हजुरहरूले गर्नुभएको यो प्रयास, हजुरहरू हाम्रो सबैको यो अभियान छिट्टै सफल होस्। भगवान पशुपतिनाथले कृपा गरून्, श्री मुक्तिनाथ भगवानले कृपा गरून्, भगवान बुद्धले कृपा गरून्, माता जानकीले कृपा गरून्। उहाँहरूको आशीर्वादले हाम्रो लक्ष्य छिट्टै पूरा होस्। हामी आत्तिनु पर्दैन। हाम्रो यो मुभमेन्ट चलिरहनेछ। यो विचारको लडाईँ पनि हो, यसमा हामी हार्न हुँदैन। हिजो हामी धेरै थियौं, आज अलिक कमी भयौं, यो कुरामा कसैले पनि त्यो ग्लानि नगर्नु होला। हाम्रो विचार आजदेखि होइन, 10औं वर्ष अगाडिदेखि हामी शान्ति वाटिकादेखि ठाउँ ठाउँमा आजसम्म हामी थाकेका छैनौं, अझ मजबुत भएको छौं। समय अनुकूल हेरेर, समय भगवान हो, समय अनुकूल हेरेर त्यो समयमा हाम्रो लक्ष्य पूरा हुन्छ। नेपालमा राज संस्था, हिन्दू अधिराज्य स्थापना भएरै छोड्छ। यो कुरा लेखेर राख्नुहोस्। तत्मा हावा तालमा यो गते, यो दिन, यो मिति राजा आउँछन् भनेर म त्यस्तो वायात कुरा बोल्न चाहन्न। तर एक दिन याद गर्नु होला, नेपालमा हिन्दू अधिराज्य स्थापना भएर छोड्छ। यो कुरामा दुई मत छैन। यति भन्दै म आफ्नो बाणीलाई यही विराम दिन चाहन्छु। अस्तु। जय हिन्दू अधिराज्य नेपाल, जय देश, जय नरेश। धन्यवाद धार्मिक गुरु श्री निवास गुरुज्यूलाई। उहाँले धार्मिक गुरुहरूलाई यो आन्दोलनमा, यो अभियानमा एकबद्धता जनाइदिनुको लागि आग्रह गर्नुभयो। म उहाँलाई पुनः एकचोटि धन्यवाद दिन चाहन्छु। र युवाहरूको तर्फबाट सन्देश साई युवा नेतालाई म 2 मिनटमा आफ्नो मन्तव्य राखिदिनुको लागि आग्रह गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। आज हामी यो गणतान्त्रिक शासन व्यवस्थालाई निस्तेज पार्नको लागि काठमाडौँमा उपस्थित भएका छौं। यो जनआन्दोलनलाई साथ दिन, काँधमा काँध मिलाउन, हातमा हात मिलाउन उपस्थित हुनुभएका सम्पूर्ण राष्ट्रवादी साथीहरूमा म राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको तर्फबाट राष्ट्रवादी अभिवादन व्यक्त गर्दछु। जय राष्ट्रवाद। साथीहरू, म कर्णालीबाट प्रतिनिधित्व गर्दै, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलाई प्रतिनिधित्व गर्दै यो गणतान्त्रिक शासन व्यवस्था विरुद्ध शिरमा कफन बाँधेर काठमाडौँमा आएको हुँ। म मात्रै होइन,
यो आन्दोलनको क्रममा मैले एउटा बुढो बालाई भेटेको थिएँ। उहाँले भन्नुभएको थियो, बाबु मेरो यो शरीरको सक्रियताले भ्याउँदासम्म म यो शासन व्यवस्था विरुद्ध अन्तिम लडाई लड्नको लागि कर्णालीको दूरदराजबाट रुमालमा मकैको रोटी बाँधेर 8औं घण्टा 10औं घण्टा जाममा परेर यो शासन व्यवस्था विरुद्ध लडाई गर्नको लागि म काठमाडौँमा आएको हुँ भनेर उहाँले भन्नुभएको थियो। त्यति मात्रै होइन, उहाँ एउटा प्रतिनिधि पात्र मात्रै हो। सुदूर पश्चिमबाट चप्पल घाँसेर आउनुभएको छ, मधेसबाट पतिया बुनेर यो युद्ध गर्न आउनुभएको छ। उहाँहरूले अँध्यारो मुख र निराशा र हतोत्साहित अनुहार लगेर उहाँहरूले फर्किनुहुन्न। उहाँले जवाब खोज्नु भएको छ। मैले पनि जवाब खोजेको छु। यहाँ आइरहने प्रहरीहरूको लट्ठी खाइरहने त्यो हुन्न। अब हामी युवाहरूले यो आन्दोलनको नेतृत्व लिन्छौँ। यो यहाँ सबै युवाहरूले हतोत्साहित हुनुपर्ने त्यो कारण छैन, आवश्यकता छैन। हामी यो गणतन्त्रवादी लुटेराहरूबाट यिनीहरूलाई निस्तेज पार्नको लागि आवेदनमा यिनीहरूलाई चलाउँछौँ भनेर शर्बत खाएर आएका होइनौ, शिरमा गोफन बाँधेर आएका हौ। यिनीहरूलाई निस्तेज पारेर हामी जान्छौँ। म यस सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु, हिजो कमलादीमा हामीले राजा वीरेन्द्रको दरबार हत्याकाण्डको लागि